हेलो साथी, नमस्ते अनि हार्दिक स्वागत छ हाम्रो आफ्नो युट्युब च्यानलमा। आज पुनः अर्को भिडियोको साथमा उपस्थित भइसकेको छु। आशा छ कि भिडियो हजुरलाई हेल्पफुल हुनेछ। के तपाईँहरू पनि अरूले जस्तै शेयर मार्केटमा पैसा लगाउनु भएको छ वा लगाउने सोचमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरेर च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै सुरु गरौँ आजको भिडियो। हजुर साथीहरू, शेयर मार्केटमा पैसा लगाउने मन त छ, तर आफूले लगाएको पैसा प्रफिटमा छ कि लसमा छ, कुन बेला किन्ने कुन बेला बेच्ने भन्ने कन्फ्युजन छ भने यी सिम्पल तरिकाले हजुरहरूले पनि घरमै बसेर नेप्सी इन्डेक्स हेर्न र बुझ्न सक्नुहुनेछ। आउनुहोस् बुझ्न कोसिस गरौँ केही बेसिक 5 सजिला तरिकाहरूबाट। पहिलो त नेप्सी इन्डेक्स भनेको के हो र यसले कसरी काम गर्छ भन्नेबाट। नेप्सी इन्डेक्स नेपाल स्टक एक्सचेन्जको मुख्य सूचक हो। यसले देशको शेयर बजारको समग्र स्थिति देखाउँछ। नेप्सी इन्डेक्स माथि जानु भनेको बजारको स्थिति राम्रो छ भन्नु हो भने नेप्सी इन्डेक्स तल झर्नु भनेको बजारको स्थिति एकदम कमजोर छ भन्नु हो। की लेभल र ट्रेन्डहरू जहाँ बजार तल झर्न रोकिन्छ भने त्यो स्थितिलाई सपोर्ट लेभल भनिन्छ। रेसिस्टेन्स लेभल जहाँ बजार माथि जान रोकिन्छ भने त्यो स्थितिलाई रेसिस्टेन्स लेभल भनिन्छ। ब्रेकआउट भनेको जब बजारले रेसिस्टेन्स लेभल पार गर्छ र मूल्य धेरै माथि गएको देखिन्छ भने त्यसलाई ब्रेकआउट भनिन्छ। मुभिङ एभरेजको युज कसरी गर्ने भन्ने सन्दर्भमा 50 दिनको औसत भनेको मध्यम अवधि हो। यसले छोटो समयको बजारको डाइरेक्सन बुझ्न मद्दत गर्दछ भने 200 दिनको औसत भनेको दीर्घकालीन औसत हो जसले लामो समयको बुलिस या बेरिस ट्रेन्ड चिन्न हेल्प गर्दछ। मार्केट सेगमेन्टेसन कसरी बुझ्ने? यदि ठुलो क्षेत्र जस्तै बैंक, हाइड्रोपावर बढ्दैछ भने बजार बलियो छ भन्ने बुझ्नुपर्छ। यदि ठुला कम्पनीहरूका सेयरहरू झरिरहेका छन् भने बजार कमजोर छ भन्ने बुझ्नुपर्दछ। जुन बेला इन्डेक्स बलियो सपोर्ट पाएर माथि उक्लन थाल्छ त्यो बेला सेयरहरू किन्दा उचित हुन्छ भने जुन बेला इन्डेक्स स्ट्रङ रेसिस्टेन्स पाएर तल झर्न थाल्छ भने त्यो समयमा आफ्नो सेयरहरू बेच्न उचित हुन्छ। यी थिए शेयर सम्बन्धी सामान्य अनि नहुने कुराहरू। यति बुझेपछि केही हदसम्म भए पनि शेयर मार्केट के हो भन्ने बुझ्न सकिन्छ। हजुर साथीहरू, यस्तै जानकारीमूलक भिडियोहरू हेर्नका लागि हाम्रो आफ्नै युट्युब च्यानललाई सब्स्क्राइब गरी हामीसित जोडिन सक्नुहुनेछ भन्दै अर्को भिडियोमा भेटौँने बाचासँगै छुट्टिन्छु। नमस्कार।